फर्स्ट नेटवर्क हेर्नकै लागि मैले पहिलादेखि नै रिस्क लिएर फाइट मार्शल आर्टमा नै कन्ट्याक्ट फाइटै गरेको रिस्क लिएर मेरो फाइटरहरूले कतिजना त बिहोस पनि भए फाइटरहरू होइन कतिपय सेटमा त्यो लागेर कतिपय चाहिँ अब मलाई गाली पनि गरेर ब्याक गरेर फाइट डायरले यार रियलले रहनु छ भन्ने एकचोटि मार्केटमा हल्ला पनि भयो अरूहरू चाहिँ अलि फाइट रियलै हुन्छ भन्ने तर मलाई चाहिँ रियलमा चाहिँ मजा आउँछ क्या हान्न त सबैले रियल हान्छन् तर हान्ने तरिकामा फरक छ अब कसै अब खेलाडीहरूमा जस्तै अब विराजबाट निखिल धीरेन साक्य यिनीहरू चाहिँ मार्शल आर्ट खेलाडी खेलेको भएर यिनीहरूले हानेको चाहिँ रियलिस्टिक देख्छ र भनेको जुन भन्यो त्यस्तो सर्टै हान्छन् अब हाम्रो राजदाई जुन महानायक हुनुहुन्छ उहाँ चाहिँ किनभने अब गेमबाट आउनु भएन उहाँ एक्टिङबाट उबाट आएको उहाँलाई चाहिँ अलिकति गेमको किकिङ नआएर अलि हाम्रो फिल्मी भाषाको किकहरूबाट हामी प्र्याक्टिस गरेर सो देखाउँछौँ निखिल दाइले हान्नुभएको थियो विराज दाइले पनि हान्नुभएको थियो त हान्दाखेरि चाहिँ मलाई निखिल दाइले हान्दा अलिकति फुटेको थियो त्यो पिरियडमा अलिकति झनक्क त्यो लगाएपछि रिस उठ्दो रहेछ तर पछि चाहिँ फेरि आफै कुल भइन्छ हुन चाहिँ स्टार्टिङ लाग्दाखेरि अलिक घाउचोट अब गणेश सुब्रे दाइले हान्नुभएको थियो यहाँनिर पट्टै फुटाएको थियो मेरो गभर्मेन्टको कमजोरी हो जुन नेपाली फिल्म इन्डस्ट्रीमा माया नगर्नु र फिल्म इन्डस्ट्रीलाई त्यो रेखदेख नगर्नु चाहिँ गभर्मेन्टको कमजोरी जस्तो लाग्छ जहाँसम्म मलाई लाग्छ फर्स्ट नेटवर्क हेर्नकै लागि ओके हामी प्रेम गीतको यो एउटा क्लाइमेक्स सुटिङमा छौँ र यति बेला चाहिँ मैले अष्ट दाइलाई मैले भेटेको छु यो सेटमा लामो समयदेखि द्वन्द निर्देशनमा चाहिँ आफ्नो काम आफ्नो कला आफ्नो जादु आफ्नो क्षमता छरिरहनु भएको दाइ हुनुहुन्छ दाइ यो कस्तो भइरहेको छ अहिले यो काम चाहिँ धन्यवाद सर्वप्रथम काम चाहिँ अब मैले सोचेको जुन मैले यसको डिजाइनिङहरू गरेको थिएँ भित्रको त्यो जुन अन्डरग्राउन्ड फाइटको त्यो अनुसार धेरै राम्रो भएको छ र म यसमा खुसी पनि भएको छु यो पहिलोचोटि हो यो इतिहासमै यो यसरी गरेको यो इतिहासमै चाहिँ भन्न मिल्दैन किनभने हामीले नि कपी नै गर्ने हो त्यो किन मुआई थाई भन्ने बित्तिकै नेपाल फिल्म इन्डस्ट्रीमा चाहिँ सायद मेरो विचारमा फर्स्ट टाइम होला यो मुआई थाई फाइट जुन यो पछि हामीले मुआई थाई भनेको चाहिँ ओङबाक आपस मात्र पब्लिसिटी फ्ल्यास भएको हो नेपालमा र त्यो पिरियडमा चाहिँ सायद नेपालमा फर्स्ट टाइम त्यो जुन सिडी चाहिँ मै कहाँ आएको थियो त्यो कारणले गर्दा पनि मुआई थाई फाइट मलाई चाहिँ बहुत इन्ट्रेस्ट लागेको थियो त्यही कारणले गर्दा यो मुआई थाई फाइट चाहिँ हामीले यसमा मेरो भाग्य अब लक भनौँ के भनौँ राखियो र त्यही अनुसार जुन मेरो इच्छा अब तैपछि मैले कम्प्लिट अब ट्रेनिङ त लिएको होइन तैपनि देखा सिकी चाहिँ के हदसम्म राम्रो गर्ने प्रयास चाहिँ गरेको छु यसको खासमा चाहिँ यो 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 फाइटको चाहिँ धेरै फ्यानहरू पनि हुनुहुन्छ होइन यो नेपाली सिनेमामा किन प्रयोग गर्न खोजिएन दाइ पहिला त अब नेपालीहरूलाई मुआई थाई भनेको के भन्ने नै थाहा थिएन यहाँसम्म कि मलाई पनि थाहा थिएन मैले जब ओङबाक हेरेँ ओङबाक हेरेपछि अनि त्यसो ओङबाकको जुन त्यो रियलिस्टिक फाइटहरू त्यो हेर्न थालेपछि त्यसलाई के भनिन्छ त भनेर गुगलबाट हामीले सर्च गर्दाखेरि यसलाई मुआई थाई थाईको जुन थाइल्यान्डको मेन बेसिक उनीहरूको प्रोफेसनल फाइटर छ जुन हामी नेपालको यहाँबाट कराटे टेक्वान्डो उसु भने जस्तै उनीहरूको चाहिँ मुआई थाई यो प्रोफेसनल रहेछ अनि त्यहाँबाट अध्ययन गरेर यसमा गऱ्यो अब यता कतिपय थाहा नै छैन हामीलाई पनि थाहा थिएन पछि थाहा त्यो कारणले गर्दा चाहिँ नेपाली इन्डस्ट्रीमा भित्राउनु सकेन पछि हामीले ट्राई गरेको जुन हाम्रो यहाँको नेपालको स्टार हुन्छ निखिल उप्रेती उहाँको मुभीमा सावधान भन्नेमा राखेको थिएँ तर राख्दाखेरि त्यो बेला चाहिँ मुआई थाई होइन मार्शल आर्टै निस्क्यो तर मुआई थाई टाइपको निस्केन अनि त्यसले गर्दा हामीले चाहिँ त्यसलाई अब सकभर ट्राई गर्दा 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 अब यो पिरियडसम्म आएको छौँ हेरौँ यसमा चाहिँ सकभर मैले अझ ट्राई गरेको छु जहाँसम्म लाग्छ 100मा 50% त कसरी नआउला भन्ने आश नै छ मेरो यो के फरक हुँदो रहेछ कसरी के मानेमा फरक छ यो दाइ त्यो अरू फाइटमा र यसमा के मानेमा फरक छ यो अरू मार्शल आर्ट फाइट भन्दाखेरि हाम्रो चाहिँ कस्तो नै अब पन्चिङ बढी अब करातेमा चाहिँ पन्चको बढी हुन्छ र लक सिस्टमहरू हुन्छ करातेमा त्यसै टेक्वान्डोमा चाहिँ किकको हुन्छ किकिङ गरेर किकिङको हान्ने तरिकाहरू हुन्छ अब उसमा चाहिँ उसमा किक पन्च प्लस सोट तर सोट्सहरू चलाउने हुन्छ भने थाईमा चाहिँ यो मुआई थाई भन्ने बित्तिकै बेसिकै यिनीहरूको चाहिँ कस्तो नै टेक्निकल थाईको र हातहरूको प्लस जोइन्ट कहाँनिर हान्दाखेरि चाहिँ मान्छे जान्छ यिनीहरूको चाहिँ टेक्निक त्यो हुँदो रहेछ कि थाईको विषयमा चाहिँ त्यो टेक्निकबाट अलिकति अब मार्शल आर्ट र यिनीहरू यसमा चाहिँ अलिकति डिफ्रेन्सै छ तपाईँ थाइल्यान्ड पनि जानुभयो हजुर अनि यो कसरी यसलाई ठ्याक्कै यसरी नै गर्ने भनेर कसरी केही तपाईँले पनि केही लिनुभएको छ कि ट्रेनिङ लिनुभयो कि मैले खासै ट्रेनिङ चाहिँ लिएको छैन त्यो ट्रेनिङ लिने चाहिँ प्लानिङ गरेको थिएँ त्यो बेला चाहिँ म फर्स्ट टाइम फाइट डाइरेक्टरमा भर्खर अब भनौँ न माथि आइरहेको थिएँ अनि त्यो पिरियडमा चाहिँ मलाई त्यहाँबाट अब जस्ट मेरो भाइ हो आफ्नै भाइ चाहिँ ब्याङ्ककमा हुनुहुन्छ उहाँले चाहिँ भन्नुभएको थियो भन्दाखेरि म जाने यहाँ धेरैजनासँग आफ्नो नाताभाइ अब दाजुभाइ पर्नेहरूसँग कुरा गर्दा चाहिँ भर्खर आएको छ उता गएर आउँदाखेरि 0 लेभलबाट फेरि स्टार्ट गर्नुपर्ने हुन्छ त्यो कारणले गर्दा नगएकै बेटर हुन्छ भनेपछि म चाहिँ नगएपछि अनि मैले चाहिँ अब यसलाई युट्युबबाट सर्च गरेर ट्रेनिङहरू घरमा आफै प्र्याक्टिस गर्ने ठाईहरू कसरी किक बेसिकली कसरी प्र्याक्टिस गर्छ अनि ट्रेनिङ गर्दा गर्दै अब पुरा प्रोफेसनल चाहिँ भइएन तै विषयको अब जो केही हदसम्म चाहिँ
ट्राई चाहिँ आफूले गर्दा गर्दा अलिक सिकेँ। यसमा एकदमै रियलिस्टिकलाई बढी ज्यादा फोकस गरिन्छ, साँच्चीकै हान्नुपर्ने पनि हुन्छ, पहुँच हुन्छ। एक्सिडेन्टको त अलिकति त्यो रिक्स त छ नै, किनभने म अब फेरि मैले पहिलादेखि नै रिक्स लिएर फाइट मार्सल आर्टमा नै कन्ट्याक्ट फाइटै गरेको रिक्स लिएर मेरो फाइटरहरूले कतिजना बिहोस पनि भए फाइटर होइन, कतिपय सेटमा त्यो लागेर कतिपय चाहिँ अब मलाई गाली पनि गरेर ब्याक गरेर फाइट डायरले यार रियलै रहनु छ भन्ने एकचोटि मार्केटमा हल्ला पनि भयो अरूहरू चाहिँ अलिक फाइट रियलै हुन्छ भन्ने। तर मलाई चाहिँ रियलमा चाहिँ मजा आउँछ क्या, आर्टिफिसियल भन्दा। अनि रियलमा मजा आउने भएर मैले चाहिँ धेरै डिफ्रेन्स अब ल्याउनु खोजेको तर सकेन। पछि अहिले आएर अहिले पनि फेरि म अब चेन्जिङ गर्न खोजिरहेको छु। अब यो मुआई थाई गरेर यसमा चाहिँ रियल फाइट गरेर यसमा नै अब घाइते हुनुभएको छ हाम्रो यसको कलाकार जुन प्रदीपजी हुनुहुन्छ। अब सकभर ट्राई गर्नु खोजेर चेन्जिङ नेपाल फिल्म इन्डस्ट्रीमा फाइट कसरी गर्दा बेटर हुन्छ भन्ने कोर्समा चाहिँ म लागिरहेको छु। रियल फाइटको कुरा गरिहाल्नुभयो, एकदमै राम्रो फाइट गर्न सक्ने निर्देशकले, द्वन्द्व निर्देशकले जे भन्यो त्यही तरिकाले हान्ने चाहिँ नेपाली फिल्ममा चाहिँ कतिको कलाकारहरू छन् दाइ? हान्न त सबैले रियल हान्छन्, तर हान्ने तरिकामा फरक छ। अब कसै अब खेलाडीहरूमा जस्तै अब विराज भट्ट, निखिल, धीरेन साक्य, यिनीहरू चाहिँ मार्सल आर्ट खेलाडी खेलेको भएर यिनीहरूले हानेको चाहिँ रियलिस्टिक देख्छ र भनेको जुन भन्यो त्यस्तो सर्टै हान्छन्। अब हाम्रो राज दाइ जुन महानायक हुनुहुन्छ उहाँ चाहिँ किनभने अब गेमबाट आउनु भएन, उहाँ एक्टिङबाट उबाट आएको, उहाँलाई चाहिँ अलिकति गेमको किकिङ नआएर अलि हाम्रो फिल्मी भाषाको किकहरूबाट हामी प्र्याक्टिस गरेर सो देखाउँछौँ। र सबैभन्दा तपाईँले गर्नुभएको लाइफमा गर्नुभएको सबैभन्दा डेन्जर रिस्क एकदमै डेन्जर भएको कुनै फाइट सिनहरू छ दाइ तपाईँको? मैले गर्दा अब फाइट सिन अब मिस्टेकले भएको छैन भन्नु मिल्दैन। मैले अलविदा भन्नेमा चाहिँ फाइट जुन हामीले गरेका थियौँ जुन हसन खानले मेकिङ गर्नुभएको थियो र उहाँ स्वयं आफै पनि खेल्नुभएको थियो, त्यो पिरियडमा चाहिँ अब मिस्टेक अब हाम्रो टिमकै भनौँ कि अब त्यहाँ हाम्रो ब्याड लक भनौँ। अब त्यो बेला चाहिँ हामीले फाइट गर्दाखेरि गर्दा एकैचोटि पछाडिको त्यो जुन रडहरू ढलेर आएर सर्पम त्यसको एसिस्टेन्टलाई लाग्यो, उहाँ घाइते हुनुभयो। अनि त्यसपछि आएर फेरि मैले फाइट गरेँ। फाइटमा अब मिस्टेकले वायर सटहरू हामी जुन त्यो वायर सटहरू गर्थ्यौँ, वायर त्यो मिस्टेकले एक ठाउँमा फलिङ दिनुपर्ने अर्कै टाइपले फलिङ दिँदाखेरि 6 जनासम्म हामी जुन यता बालाजुको हस्पिटल हुन्छ जनमैत्री हस्पिटलमा भर्नु भयो र अन्तिम आवरमा आएर चाहिँ हिरोलाई टुचिङबाट गर्दा टुचिङ तार चुड्यो, ब्याड लक। अब त्यो चुडेर उहाँ बिहोस हुनुभएको थियो र उहाँलाई शुद्ध गरेर 7 जना हामी हस्पिटल लाग्थ्यो। त्यो चाहिँ मेरो कसैले अब मेरो ब्याड लक भन्नु कि अब मेरो अप्रिय घटना जुन मैले सोचेको पनि थिएन त्यो घटना चाहिँ त्यहाँ पुगेर त्यो घटेको थियो। एकजना द्वन्द्व निर्देशकले भन्नुभएको थियो नेपाली सिनेमाको यो फाइटको स्तर हेर्ने भनेदेखि आजभन्दा 10 वर्ष 15 वर्ष पहिला जे प्रयोग गरिएको थियो अहिले पनि त्यसको स्तर त्योभन्दा माथि उठ्न सकेको छैन भनेर भन्छन्। मेरो सोच अनुसार चाहिँ सरासर गलत हो, किनभने हामी जुन द्वन्द्व निर्देशकले गर्छौँ हो फ्लेभर त फाइट त आजसम्म मार्सल आर्टमा एउटै त्यही हो। इङ्ग्लिसमा बोल्ने पनि इङ्ग्लिसै मात्रै बोल्छ नि त, बोल्दाखेरि इङ्ग्लिस, थाई बोल्दा थाई, नेपाली बोल्दा नेपाली। नेपालीलाई नेपालीमा अब जस्तै नेपाली भन्नु नभनेर अर्को कुन भनिन्छ त वर्ड छैन नि, नेपाली नेपाली नै भनिन्छ नि त। त्यही अनुसार मार्सल आर्टमा नै अब बेसिक हो, लजिक त्यही हुन्छ पहिलाकै। तर टेक्निकमा जुन टेक्नोलोजीमा गरेर हामीले पहिला अब हावामा हानेको थियौँ, अहिले हामी रियलिस्टिक टच गर्दैछौँ। पहिला अब टर्निङ किक हानिँदैन, अहिले टर्निङ जम्प टर्निङ हामी ट्विस्ट किक गरेर हान्छौँ भने यो त पहिलाभन्दा धेरै डेभलप गरेको हामीले। पहिला वायरहरू थिएन त्यति साह्रो, पछि आएर हामीले वायर गरेर टुचिङ लगायौँ होइन। यसलाई चाहिँ एडभान्सै भएको भन्न चाहन्छु म चाहिँ। जसले यो अफवाह फैलाएको यो चाहिँ सरासर मेरो विचारमा चाहिँ मलाई गलत जस्तो लाग्छ। दाइ यो फाइटको सिनहरूमा चाहिँ कहिलेकाहीँ हुन्छ नि खेल्दै गयो होइन, साँच्चीकै लाग्छ होइन तल पख हान्छु भने त्यो भन्छ कि छैन? त्यो चाहिँ आन्तरिक अब भित्री अब त्यो आन्तरिक दुश्मन त हुन्छ। कसरी प्रायः अब हिरोले चाहिँ हान्छ फाइटरलाई, त्यो पिरियडमा चाहिँ अलिक फाइटरको लागि अब रियल हान्दाखेरि चाहिँ अलिकति रिस चाहिँ उठ्छ। त्यो पिरियडमा पहिला म पनि फाइटरै थिएँ, म फाइटर भएर मैले फाइट डार्नु चाहिँ सोचेको भन्दैन, मेरो लक भनौँ के भनौँ फाइट डार्ट हुन आएँ। तर त्यो पिरियड मलाई पनि अब हान्नु भएको थियो, हाम्रो निखिल दाइले हान्नु भएको थियो, विराज दाइले पनि हान्नु भएको थियो। त हान्दाखेरि चाहिँ मलाई निखिल दाइले हान्दा अलिकति फुटेको थियो। त्यो पिरियडमा अलिकति झनक्क त्यो लगाएपछि रिस उठ्दो रहेछ, तर पछि चाहिँ फेरि आफै कुल भइन्छ हुन चाहिँ। स्टार्टिङ लाग्दाखेरि अलिक घाउचुट अब गणेश सुब्रेत दाइले हान्नु भएको थियो, यहाँनिर पट्टै फुटाएको थियो मेरो। अनि यस्तो कतिपय घटना चाहिँ लाग्छ त्यो पिरियडमा अलिक झनक्क चाहिँ रिस उठ्छ र पछि आफै त्यो भनौँ न अब रियलाइज गर्दाखेरि लास्टमा आफै मोसनमा आउँछ। त्यो त्यति खासै दुश्मन चाहिँ रहँदैन। त्यो बेलामा एउटा एज अ फाइटर भएर काम गर्दाखेरि र अहिले तपाईँ एउटा फाइट डिरेक्टर भएर काम गर्दाखेरि चाहिँ
कस्तो फिल हुन्छ दाइ अहिले त्यही फिल्ड हो त्यही गर्नुभएको होइन गरिरहँदाखेरि यहाँ आइपुग्दाखेरि कहिले त्यो दिनहरू सम्झिँदाखेरि कस्तो लाग्छ दाइ तपाईँलाई यस्तो अब त्यो पिरियडमा चाहिँ आफूले धेरै दुःख गरियो ढुङ्गा नभनिँदा भुइँमा हिलो नभने पछाडि अहिले यो फाइटर भने आफूले चाहिँ फाइटरलाई सेम अब आफूले दुःख गरेकै गरी मेरो फाइटरहरूलाई चाहिँ पछाड्दा चाहिँ मलाई अलिकति चित्त चाहिँ दुख्छ मनमा अलिकति खोट लाग्छ अब घाउ चोट लाग्ला कि अथवा कहीँ केही होला कि मैले त हुन त अब त्यो पिरियडमा मेरो त बितेको घटना गइसक्यो मैले त दिएँ अब अहिले केटाहरूले त अब फेरि दिन त दिन्छ राम्रै दिए पनि उनीहरू चाहिँ कसरी अहिले जति हामी यति जोखिम लिएर गर्छौँ कि बाहिर सेफ्टीका साथ हुन्छ हाम्रो यहाँ सेफ्टी छैन र हाम्रो यहाँ नेपालमा इन्सुरेन्स पनि छैन कोही फाइटरको इन्सुरेन्स छैन फ्याटक कसैको हात बाँचे कसै सेटमै मऱ्यो भने त्यसको दिनेवाला जुन पैसा अब सरकारले केही पनि दिँदैन अनि त्यो कारणले गर्दा चाहिँ हामीले अलिकति होसियारीपूर्वक चाहिँ गर्नुपर्छ र अहिले जुन मेरो केटाहरूले सर्टर दिइराख्दाखेरि म आफैलाई पनि अलिक पीडा लाग्छ क्या कस्तो कहाँबाट कुन इन्डस्ट्रीमा म छिरेछु जस्तो नि मलाई कहिलेकाहीँ फिल हुन्छ कहिलेकाहीँ आफूले नाम पाएको हिसाबबाट सारा दुनियाँले अब चिनेको माझमा अनुसार चाहिँ खुसी पनि लाग्छ र यो इन्सुरेन्सको कुराहरू अरू देशमा चाहिँ सेफ्टीको त्यत्तिकै ख्याल गरिरहेको हुन्छ होइन नेपालमा चाहिँ किन भएन नेपालमा चाहिँ म यति अब फिल्म इन्डस्ट्री अब गभर्मेन्ट ट्याक्स तिरेको हो तिर्दा पनि अब हाम्रो अब त्यही त हो नि गभर्मेन्टले हेर्न सकिरहेको छैन जुन विदेशी दाँजोमा नेपालीको अब लगानी नपुगेको नपुग्यो भनौँ नि त्यही अनुसार हामीले क्वालिटी चाहिँ दिन खोजेको छौँ अब क्यापेसिटी अनुसार मेकिङ पनि गरेर हो त्यो गर्दा पनि अब गभर्मेन्टको कमजोरी हो जुन नेपाली फिल्म इन्डस्ट्रीमा माया नगर्नु र फिल्म इन्डस्ट्रीलाई त्यो रेखदेख नगर्नु चाहिँ गभर्मेन्टको कमजोरी जस्तो लाग्छ जहाँसम्म मलाई लाग्छ चाहिँ अब यसलाई कसरी गर्ने त समाधान त गर्नु पर्यो होइन यो कहिले हुन्छ त नभए तपाईँहरूको सेफ्टीको कुरा इन्सुरेन्सको कुरा यो प्राविधिक पछाडि गर्ने अब त्यो तपाईँले भन्नुभयो बाइचान्स बाई मिस्टेकली लागेर मऱ्यो भनेदेखि मऱ्यो सकियो होइन त्यसमा के कानुनहरू छैन केही छैन कि कानुन खोइ मैले त देखेको छैन हाम्रो इन्डस्ट्रीका अब 2-3 जना मरि पनि सकेका छन् ड्रेसम्यानदेखि लिएर अब अस्ति पनि अब घाइते हुनुभयो जहाँसम्म मैले हल्ला सुनेछु उनीहरूको इन्सुरेन्स चाहिँ दिँदैन जस्तै कि अब सन्तोष दाईको यहाँनिर सुटिङ भइरहेको छ होइन सन्तोष दाईको पनि अस्ति भएर केही समय अगाडि मात्रै अब त्यो स्टिल हालेको पनि छ होइन त्यो त अलिक जोखिम छ नि त्यो बढी जोखिम छ स्टिल राख्दा पनि उहाँ अब फाइट खेलिरहनु भएको छ र उहाँको मिस्टेकलाई फाइट गर्दा स्टिल निस्क्यो भने हेर्ने कोही छैन उसैमा आफै जिम्मेवारी हो गभर्मेन्टबाट पाउने इन्सुरेन्स केही पनि छैन ऊ आफैले मेकिङ गरेको आफै अब मैले फाइट गराएँ त्यसको ब्लेम चाहिँ अलिकति मलाई लाग्न सक्छ होला सायद अब हामी यसको प्रोसेसमा गएर अहिले हाम्रो उहाँ दाई हुनुहुन्छ राजकुमार राई विकास बोर्डमा अहिले उहाँ अध्यक्ष हुनुभएको छ उहाँबाट चाहिँ अहिले पहल गरेर तैपसेक जहाँसम्म मलाई लाग्छ अहिले चाहिँ अब केही इम्प्रुभ होला भन्ने जुन अहिले मैले हल्ला सुन्नमा आएको छु बक्स अफिसहरू फिट गर्न लागेको छ अरे नेपाली फिल्म इन्डस्ट्रीमा त्यसले गर्दा चाहिँ प्रड्युसर केही हदसम्म सेफ होला कि भन्ने चाहिँ आशा लिएको छु तपाईँको नजरमा अहिलेको नेपाली फिल्म इन्डस्ट्रीको एकदमै राम्रो फाइट गर्ने हिरो को 1 2 3 4 गर्दाखेरि 1 2 3 4 5 सम्म भन्ने हुँदैन फाइट त सबैले राम्रै गरेको छ अब लेभल राम्रो गर्नेमा अहिले नयाँ केटाहरू जुन यिनीहरू त झन् सबै मार्सल आर्ट सिकेर आएको हुन्छ त्यसलाई त झन् उनीहरूले प्रोफेसनली तरिकाबाटै गर्ने भयो त्यो कारणले गर्दा पनि अब 1 2 भन्ने हुँदैन राम्रो निखिल दाई विराज दाई राज दाई लिएर सबैले राम्रै फाइट गर्छ तर यिनीमा फिनिसिङ भन्ने हुन्छ फिनिसिङ गर्दाखेरि चाहिँ मार्सल आर्ट खेल्ने अहिले नयाँ केटाहरूले बेटर र त्यस पछाडि हाम्रो जुन विराज दाई पहिला हुनुहुन्थ्यो अहिले उहाँ सायद भोजपुरीमा बिजी हुनुहुन्छ नेपालमा छैन त्यस पछाडि निखिल दाईले यिनीहरूले चाहिँ राम्रै गर्नुहुन्छ हाम्रो काम गर्दा पनि अलिक सजिलै छ उहाँहरूसँग हाम्रो प्रदीपको कस्तो छ प्रदीपले अब एउटा एकदम चक्लेटी बोय एकदमै लभर बोय होइन सबैले मन पराएको क्या राम्रो भन्ने खालको छ होइन उसलाई चाहिँ एकदमै बढी उहाँलाई चाहिँ युवतीहरूले चाहिँ बढी चाहनुहुन्छ होइन तर उहाँले फाइटमा पनि एउटा ट्राई गरिरहनु भएको छ नि हजुर कस्तो पाउनु भएको छ उहाँको पोसिबिलिटी के छ उहाँलाई त उहाँको रूपले नै दिएको युवतले चाहने होइन त्यस्तो रूप त हामीमा छैनौँ तर उहाँ चाहिँ जहाँसम्म मलाई लाग्छ अहिले हाम्रो प्रदीपजीसँग काम गर्दाखेरि मैले योभन्दा अगाडि प्रेमगीतमा चाहिँ अब फाइट थिएन भिएफएक्स मात्रै हामी काम गऱ्यौँ र यसमा चाहिँ फाइट गरेर चाहिँ उहाँ फर्स्ट टाइम उहाँलाई चाहिँ फाइटको जुन उहाँसँग फर्स्ट टाइम काम गर्दा पनि तर मलाई फर्स्ट टाइम जस्तो लागिरहेको छैन उहाँले चाहिँ जुन मैले खोजेको जुन मैले चाहेको सर्टहरू दिइरहनु भएको छ र उहाँहरू किक हान्दा पनि फिनिसिङ मार्सल आर्टकै किक हानिरहनु भएको छ थाहै तर अरू भर्खर आएर सिकेको जस्तो चाहिँ फिल भएको छैन राम्रै काम गर्नुभएको छ राम्रै हानिरहनु भएको छ र लाग्छ भोलि तपाईँहरूले अडियन्सहरूले फिल्म हेर्दाखेरि चाहिँ एउटा नन प्रोफेसनल होइन कि प्रोफेसनल हिरोले चाहिँ फाइट हानिरहेछ भन्ने टाइपको फिल हुन्छ जहाँसम्म मलाई भनेपछि यो फाइटको दुनियाँमा पनि प्रदीपले केही गर्न सक्छ यो अभियसली 100% मलाई यति विश्वास छ कि एक दिन उहाँले फाइट मात्र होइन इन्डस्ट्रीमा पनि के हदसम्म माथि चाहिँ धेरै माथि जानुहुन्छ ओके दाइ थ्याङ्क यू सो मच यति महत्त्वपूर्ण समय दिनुभयो फर्स्ट नेटवर्क हेरेर बसिरहनु भएको साथीहरूलाई के भन्न चाहनुहुन्छ अष्ट महर्जन द्वन्द्व निर्देशक म मेरा प्यारा दर्शक
ब्रेन आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई मेरो चाहना हो कि म आफू पनि सिने क्षेत्रमा लाग्यो भएर नेपाली सिने क्षेत्रलाई माया गरिदिनुहोस् र चित्त नबुझाएका कुराहरू चाहिँ हामीलाई औलाइदिनुहोस् र भनिदिनुहोस् भन्न चाहन्छु। थ्याङ्क यू दाइ। फर्सिन नेटवर्क हेर्नकै लागि।